हेर्नुहोस् त आज यी सानी नानीको अवस्था। दर्शक महानुभाव, यी सानी नानीलाई यति ठुलो समस्या भएको छ। यो पीडामा मलम लगाउन तपाईँ हामी सबै सँगै जुटौँ। तपाईँलाई लाग्न सक्छ देखिसकेपछि नानी ठिक छन्, तर त्यसो भने होइन। बकेन दाइ आँसु नखसाल्नुहोस्, किनकि धेरै सहयोगी मनहरू हुनुहुन्छ। उपचार गर्नको लागि डाक्टरले करिबन 50-60 लाख लाग्छ भनिसकेपछि नानीको परिवार अहिले सहयोगको याचना गरिरहनु भएको छ। हामीले परिवारसँग कुराकानी गरेका छौँ, हामीलाई अन्तिम समय हेर्नु होला। नानी अत्यन्तै बिरामी छन्, बाँच्नको लागि हार गुहार गरिरहनु भएको छ उहाँको परिवारले। यो पीडामा मलम लगाउन तपाईँ हामी सबै सँगै जुटौँ। वास्तवमा के भएको हामी कुराकानी गर्छौँ र नानीको लागि यो भिडियो अत्याधिक सेयर गरिदिनु होला। तपाईँको एक सेयरले यी सानी 3 वर्षे नानी बाँच्न चाहन्छन् र तपाईँको सेयरले बाँच्न सक्छन्। नमस्कार, म प्रकाश टन्डन, तपाईँ सार्थक मजर टिभी हेरिरहनु भएको छ। दिदी नमस्कार। दाइ नमस्कार। तपाईँको शुभ नाम? सूर्यबहादुर बलाल। दिदी तपाईँ? राधिका बलाल। राधिका बलाल। गुल्मी दरबार गाउँपालिका वडा नम्बर 4 भट्टेचौर है? तपाईँले मलाई हिजो फोन गर्नुभएको थियो, नानी एकदमै धेरै बिरामी भइन् र सानी हुन्, उपचारको लागि धेरै खर्च हुन्छ, धेरै खर्चिलो छ भन्नुभएको थियो। खास के भएको? कानको समस्या, कान नसुन्ने हो। तपाईँको यो कान नसुन्ने हामी यताउति चेक गराउँदाखेरि भित्रको कानमा मिसिन राख्ने भन्ने डक्टरको सल्लाह छ। अनि त्यो मिसिन चाहिँ एकदम खर्चिलो रहेछ। तपाईँको हामीले हाम्रो आर्थिक स्थितिले थ्याक्न नसक्ने भएकोले म केही सहयोगको लागि विनम्र अनुरोध गर्दछु। दिदी तपाईँको छोरी 3 वर्षकी भइन्, यो जन्म नै कान सुन्दैन थिइन् नानीले? हजुर। त्यस पश्चात कहिले उपचार गराउनु भयो? 3 महिना अगाडि। जस अहिले 3 महिना अगाडि उपचार गराउनु भयो। त्यहाँभन्दा पहिल्यै थाहा थिएन तपाईँहरूलाई नानीले कान सुन्दैनन् भन्ने? नै, त्यो केयर गरिदिएन हामीले। केयर नगरेर अनि पछि आवाज नआउँदाखेरि के भएर यसको आवाज आएन यत्रो वर्ष हुँदा पनि भनेर चेक गराउन जाँदाखेरि चाहिँ कानले नसुनेर हो। त्यसले कानले नसुनेपछि बच्चाले चाहिँ आवाज दिन सक्दैन भन्ने रिपोर्ट आयो। अहिले यसरी हामीले बोलाउँदा नानीले सुन्दैनन्? नै, सुन्दैन। नानी, छोरी, हेलो, सुन्दैन है? हजुर। अहिले बोल्न पनि सक्दैन नानी? नै, सक्दैन। अब बोल्नै नसकेपछि, सुन्नै नसकेपछि त स्कुल जाने कुरा पनि भएन। नै, गर्दैन। डक्टरले कति जति खर्च हुन्छ भन्नुभएको छ? डक्टरको अनुमान त तपाईँको आर्थिक अनुसार अब कानमा राख्ने मेसिन चाहिँ 10 लाखदेखि 30 लाख पर्ने एउटा कानको मेसिनलाई, र 2टा कानमा राख्नु पर्यो भने लगभग 60 लाख जति खर्च आउने भन्ने भन्नुभयो। अनुमानित अब सुन्ने बनाउनको लागि अपरेसन प्लस मेसिनको लागि 50-60 लाख लाग्छ। हजुर। अब त्यतिकै पैसा त हामीसँग हुने कुरा पनि भएन, होइन? अब आफ्नो सन्तान बोलोस्, राम्रै होस्, अनि पढोस् बढोस् भन्ने त चाहना हामी सबैको हुन्छ। त्यो अनुरूप नानी अब देख्दा यसरी सक्लै देखिँदा पनि हामी न उनी बोलेको सुन्छन्, न ऊ हामीसँग बोल्छन्। हजुर। दोहोरै कुराकानी केही पनि हुँदैन? तपाईँको परिवारमा को हुनुहुन्छ? मेरो परिवारमा हजुरआमा हुनुहुन्छ, बाबा हुनुहुन्छ, अनि मम्मी हुनुहुन्छ, अनि दाइ भाउजू। अब के भन्नुहुन्छ परिवारले? जे होस् यो सहयोग सङ्कलन गरेर सबैसँग याचना गरेर भए पनि छोरीको उपचार त गर्नु पर्यो भन्नुहुन्छ होला पक्कै पनि? त्यही भन्ने कुरो छ। अब हाम्रो आर्थिक स्थितिले नसकिने भयो। अब केही यताउति सहयोग भयो भने गरौँ, नै भने अब आर्थिक स्थिति त्यस्तै नसकिने भयो भनेर भन्नुहुन्छ। छोरी यति सानै छन्, मन त लाग्दो हो पक्कै पनि छोरी बोलुन्, हामीसँग कुरा गरून्। अब यहीँ नानीकै दमालीहरू अहिले स्कुल गइरहनुहुन्छ होला पक्कै पनि? तपाईँको सन्तानमा वा नानी मात्रै हो? छोरी मात्रै हो? घरबाट पनि त उपचार गर्नु पर्यो त भन्नुहुन्छ होला? हजुर, भन्नुहुन्छ। अब हामी तपाईँ गुल्मी दरबार गाउँपालिकाको एउटा बासिन्दा पनि हो, र विशेष गरी हामीसँग धेरै सहयोगी सङ्घ संस्थाहरू पनि हुनुहुन्छ। धेरैलाई यस्तै उपचार गर्नको लागि एकजुट हुनुभएको छ। कैयौँ उदाहरणहरू छन्। मैले यसरी भिडियो प्रस्तुत गरिसकेपछि धेरै सङ्घ संस्था, आमा समूह, क्लब
लगायत धेरैले सहयोग गरेर उपचार गराइरहनुभएका उदाहरण धेरै छन् र आज यो अपेक्षा गरौँ र आज एकजुट हुने दिन पनि आइसकेको छ। यो सानी नानीलाई उपचार गर्नको लागि हामी एकजुट हौँ र यी नानी बाँच्न चाहन्छन्, यिनले पढ्न चाहन्छन्। तपाईँ हाम्रा छोराछोरी जस्तै यी नानी पनि स्कुल हिँड्ने भइन् भने सबैभन्दा ठुलो उपलब्धि त्यही हुनेछ। र अब दाइ यो धेरै बोल्न सक्ने अवस्थामा पनि हुनुहुन्न तपाईँहरू। मलाई हिजो अस्तिदेखि नै फोन गरिरहनु भएको थियो, यसै पनि पीडामा हुनुहुन्छ। योभन्दा अगाडि पनि तपाईँले काठमाडौँ लगेर धेरै खर्च गरिसक्नु भयो अरे भन्ने सुन्थेँ मैले। हजुर हो, कहाँ टिचिङमा लैजानु हो? हजुर टिचिङमा। अब आफूसँग भएको अलिकति आर्थिक त सकियो नै, हजुर होइन? अब आर्थिक आफूसँग सकिसकेपछि बल्ल अब सहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ। हजुर। तपाईँको फोन नम्बर बताइदिनुहोस् न। मेरो फोन नम्बर 9857 70 70 9 9857 70 70 9 मा फोन गर्नुभयो भने तपाईँले सिधै उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँको ब्याङ्क पनि छ होला है? हजुर। र स्क्रिनमा देखाइएको नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। र अहिलेको लागि मैले यति भन्छु। र विशेष गरी अब हुन त पीडामा हुनुहुन्छ, धेरै पनि बोल्न सक्नु भएन, आफूसँग भित्र भएका पीडाहरू व्यक्त गर्न पनि तपाईँ धेरै सक्नु भएन। त यो नानीको भविष्य हेर्नु पऱ्यो, होइन? अब उपचार कसरी गराउनु पऱ्यो भन्नेमै जुटिरहनु भएको छ। तपाईँ पेसाले के गर्नुहुन्छ? म अहिले गाडी चलाइरहेको छु। ड्राइभर हुनुहुन्छ? हजुर। ओके, जेना तेना परिवार चल्दै थियो, नानी बिरामी भइन्, अहिले उपचार खर्च जुटाउनको लागि हम्मे भएको छ। र हामीले सबैलाई आह्वान गरौँ कि यो सानो नानी अब हेर्दाखेरि कस्तो राम्रो कि, हेर्नु त कस्तो हँसिलो, होइन? हँसिलो छ, के भएको छ जस्तो लाग्छ कि हामीले हेर्दाखेरि। यहाँ अहिले यत्तिकै हामी बाहिरबाट आयौँ, मजाले खेल्दै थियौँ नानी, तर भित्र समस्या भने कति धेरै जटिल है। सबैले यो भिडियो सेयर गरिदिनु होला र सक्दो सहयोग गरिदिनु होला भन्न चाहन्छु। दिदी के भन्नुहुन्छ सबैलाई? यति बेला हामीलाई धेरैले हेरिरहनु भएको छ, यो नानीलाई विशेष गरी हेरिरहनु भएको छ। कतिको मनमा त होइन नानीलाई बचाउनुपर्छ, हामीले थोरै धेरै सहयोग गरौँ भनिरहनु भएको छ। के भन्नुहुन्छ? सबैले अब सक्दो सहयोग गरिदिनु होला भन्छ। हस् दर्शक महानुभाव, र जब मनभित्र धेरै पीडा हुन्छ त्यति बेला आफ्ना पीडाहरू व्यक्त गर्न पनि सकिँदैन। यो अवस्था सिर्जना भएको छ यो परिवारमा पनि, र यो पीडा हामीले देखायौँ तपाईँलाई। कृपया यो भिडियोलाई अत्यन्तै सेयर गरेर यो नानी समक्ष नानीलाई उपचार गर्नको लागि तपाईँ हामीले सहयोग गरौँ। यो रोएको हो कि सो अलिअलि जस्तो अलिअलि आवाज आउँछ है? आउँछ। पक्कै पनि दाइ आँसु नखसाल्नुहोस्, किनकि धेरै सहयोगी मनहरू हुनुहुन्छ। धेरै उदाहरणहरू पनि छन् कि हामीले यसरी भिडियो बनाएर धेरै उपचार भएका केसहरू पनि हामीले धेरै देखेका छौँ, धेरै सहयोग गर्नुभएको छ। र आफ्नो सन्तान बचाउनुपर्छ, आफ्नो सन्तान सग्ली हुनुपर्छ। अरूका बालबच्चाहरू यसरी आँगनमा खेलिरहँदाखेरि आफ्ना बालबच्चाहरू पनि यसरी सग्लै आँगनमा खेलिदिए हुन्थ्यो। आफ्ना नानी बाबु, आफ्ना छोराछोरी पनि अरू सँगैको साथीसँगै स्कुल गइदिए हुन्थ्यो, पढ्दिए हुन्थ्यो भन्ने त लाग्छ। पक्कै पनि यो पीडामा मलम लगाउन तपाईँ हामी सबै सँगै जुटौँ। धेरै मनाकारी हुनुहुन्छ र सबै सङ्घ संस्था, स्थानीय सरकारदेखि लिएर हरेकले सहयोग गरौँ। र नरुनुहोस् दाइ, धेरै साथमा हुनुहुन्छ। अब हिजो तपाईँ एक्लै हुनुहुन्थ्यो होला, हिजो तपाईँको परिवार मात्रै थियो होला, अब धेरै परिवार जोडिनु भएको छ, धेरै हामीसँग जोडिनु भएको छ। र अब सहयोग पक्कै पनि गर्नुहुनेछ र स्क्रिनमा देखाइएको नम्बरमा सहयोग गर्नु होला। अहिले हामी जान्छौँ दाइ, दुःख नमान्नुहोस्, सबैले सहयोग गरिदिनु हुनेछ। हस्, धन्यवाद दिदी है। हस् नानी, हामी जान्छौँ ल, बाई बाई, टाटा नानी, टाटा। आँखाको इसारा बुझ्छन् होला सायद, आँखाले होइन? हजुर। सायद त्यो बाबा रोएको देखेर नानीले किन रोयो भनेर हेरिरहेको छ होला सायद। जस्तै यसरी हामी बोलिरहँदाखेरि, कहिले हाँसिरहँदा, कहिले रोइरहँदाखेरि पनि के भयो कसरी नरुनुहोस् टाइपको केही इसारा दिन्न नानीले? त्यस्तो गर्दैन। इसाराले पनि जस्तो भोक लाग्यो हुन्छ नि, कहिले कसरी भोक लाग्छ होला, पिसाब लाग्छ होला, इसो चाहिँ भन्छ। इसाराले भन्नुहुन्छ? हजुर, हातले बताउँछ। ए नानी बाई बाई, हामी जान्छौँ ल, टाटा टाटा टाटा।
हस् दर्शक महानुभाव यो भिडियोलाई अत्यन्तै सेयर गरिदिनु होला र अहिलेको लागि हामी ओजेल बढ्छौँ र तपाईँले गर्नुभएको सहयोग र तपाईँले देखाउनु भएको सहानुभूति र यो नानीलाई बचाउनुपर्छ भनेर तपाईँ आजैदेखि लागि पर्नु होला र हामी पनि लागि परिरहेका छौँ यो परिवारमा फेरि खुसी फर्काउनेछौँ।